यो अमलाको कुरो धेरै नै बुझ्ने भएछ। सबैलाई थाहा छ र यो अमलाले यसरी यो फिङ्दिस देखाउँदाखेरि यसको अर्थ के निस्किन्छ भनेर। सबैले नराम्रो मात्रै सोच्छ र नराम्रो मात्रै थिङ्किङ निकाल्छ। त्यो के हो केटाहरू केटीहरू? भने जस्तो लागेको थियो त्यो फिङ्दिस देखाउने, तर नराम्रो रहेछ होइन। बुझ्नेले जस्तो बुझे त्यस्तै हो, तर पनि म चाहिँ खै राम्रो हो भन्छु यो देखाएको त। राम्रो हो भनेको यसको अर्थ जे निकाल्यो तिमीहरूले त्यही निस्किन्छ। कुनै पनि ऊ छैन, गलत छैन। नेपालमा त यो भन्यो भने त राम्रो भन्नुपर्छ।